कार म ज्योतिष आचार्य नारायण प्रसाद भण्डारी 2082 साल मेष राशिको लागि कस्तो हुँदैछ त आउनुहोस् जानौं प्रामाणिक र शास्त्रसम्मत तरिकाबाट। तृतीय भावमा बृहस्पतिको गोचर, पञ्चम भावमा केतु, एकादश भावमा राहु र द्वादश भावमा शनिको गोचर हुँदैछ। यसको के कस्तो फल हुन्छ भन्ने कुरा मैले अब प्रस्तुत गर्दैछु। तृतीय भावमा बृहस्पति हुँदाखेरि तृतीयङ्ग क्लेशम भनेको छ अङ्गमा पीडा हुने, शरीरका विभिन्न अङ्गमा पीडाको स्थिति रहन सक्छ। सँगसँगै यो शुभ पनि देखिन्छ। कतिपय कुराहरूमा कन्फिडेन्ट लेभल बढ्ने अनि निर्णय क्षमतामा पनि वृद्धि हुन सक्छ र कम्युनिकेसन स्किल असाध्यै राम्रो बन्न सक्ने सम्भावना देखिएको छ यो वर्षको लागि। र सँगसँगै दाजुभाइ दिदीबहिनीसँगको सम्बन्ध एकदमै राम्रो रहनेछ र दाजुभाइ दिदीबहिनीसँग साथ सहयोग र सल्लाह लिएर गरिएका कामहरू सफल बन्न सक्ने सम्भावना छ र सँगसँगै धार्मिक यात्राको सम्भावना पनि छ। यदि तपाईले धर्म कर्मप्रति आफूलाई अझ बढी सहभागी बनाउनु भयो भने तपाईको भाग्य वृद्धिको पनि अवस्था देखिएको छ। सँगसँगै लेखन, अध्यापन र सञ्चार माध्यममा काम गर्ने व्यक्तिका लागि विशेष फलदायी समय रहेको देखिएको छ। र अब दोस्रो ग्रह भनेको केतु ग्रह। केतु ग्रह पञ्चम भावमा हुँदाखेरि त्यति धेरै शुभ फल देखिँदैन। पञ्चम भावको केतुलाई चित्त भ्रंशम भनेको छ। चित्त असाध्यै अशान्त हुन्छ, धेरैतिर मन अस्थिर हुन्छ, मनमा उद्विग्नता पैदा हुन्छ। त्यसैगरी पञ्चम भाव भनेको शिक्षाको भाव पनि हो, ज्ञानको भाव पनि हो र प्रेम सम्बन्ध, सन्तानको भाव पनि हो। त्यो क्षेत्रमा चाहिँ अलिकति डिट्याचमेन्टको ग्रह भएको हुनाले गर्दाखेरि समस्या आउन सक्छ। विद्यार्थीहरूले अलि बढी पढाइमा फोकस गर्नुपर्ने अवस्था आउँछ, पढाइमा अरुचि पैदा हुन सक्ने सम्भावना देखिएको छ। प्रेम सम्बन्धमा पनि कुनै न कुनै खालको अपडाउनहरू, उतार चढाव देखा पर्न सक्ने, सम्बन्धमा विचलन आउन सक्ने अवस्था देखिएको छ भने सन्तानसँगको सम्बन्ध पनि बिग्रिने अथवा सन्तानको कारणले गर्दाखेरि मनमा चिन्ता हुन सक्ने अवस्था देखिएको छ। तपाईले ध्यान, साधना र आध्यात्मिक मार्गद्वारा आफ्नो मानसिक अवस्थालाई अत्यन्तै शान्त राख्न सक्नुहुन्छ। र अब तेस्रो ग्रह भनेको राहु ग्रह। एकादश स्थानमा बसेको राहुलाई असाध्यै शुभ फलदायक मानिएको छ गोचर अनुसार। विशेष गरी वित्तम अधिकम भनेको छ। वित्तम अधिकम भनेको धेरै धन प्राप्त गर्ने, तपाईले सोचेको भन्दा पनि बढी चाहिँ धन लाभ हुन सक्ने अवस्था, आकस्मिक धन लाभ, नयाँ व्यक्तिसँगको सम्बन्ध विस्तार, त्यसैगरी इच्छा र कामनाहरू पूरा हुने अवस्था र आफ्नो चाहिँ जुन डेस्टिनेसन हो त्यसमा चाहिँ सिद्ध हुने, त्यो डेस्टिनेसनमा पुग्न सकिने अवस्था रहन्छ। तर तपाईले ख्याल के गर्नु होला भन्दाखेरि गलत मित्र र गलत बाटोबाट चाहिँ तपाई हिँड्नु हुँदैन। त्यो भयो भने फेरि तपाईलाई समस्या पर्न सक्छ। र अर्को भनेको शनि ग्रह द्वादश स्थानमा छ। द्वादश स्थानमा बसेको शनिलाई यो 7.5 शनिको सुरुवाती अवस्था पनि मानिन्छ र यसलाई त्यति धेरै शुभ फल मानिएको छैन। फलमा के भनिएको छ भन्दा अनर्थम भनिएको छ। गरेका कामहरूको फल प्राप्त नहुने, व्यर्थमा जाने कुराहरू, अनावश्यक खर्च बढ्ने, त्यसपछि स्वास्थ्यमा पनि केही न केही खालका समस्याहरू आउने र गरेका कामहरूमा असाध्यै ढिलाइ हुने, ढिलासुस्ती हुने अवस्था पनि रहन्छ। र यसले कहीँ न कहीँ यात्राहरू, लामो यात्रा, विदेश यात्राको योग पनि बनाएको छ। र तपाईले आफ्नो काममा असाध्यै फोकस भएर अगाडि बढ्नु पर्यो, डिसिप्लिनमा रहनु पर्यो र असाध्यै हार्डवर्क गर्न पर्यो। र शनिलाई चाहिँ हामीले कहिलेकाहीँ यो अलि बढी डराउँछौँ, तर शनि चाहिँ न्यायाधीश हुन्, अत्याचारी होइनन् भन्ने पनि गरिन्छ। त्यसकारणले गर्दाखेरि र सँगसँगै तपाईको उता जन्मकुण्डलीमा यदि शुभ ग्रहको प्रभाव ज्यादा छ र यी मैले बताएका ग्रहहरू शुभ ठाउँमा छन् भने चाहिँ यति धेरै नकारात्मक फल हुँदैन। तर समग्रमा त्यति धेरै शुभ फल चाहिँ देखिएको छैन। राहु ग्रहले तपाईको फाइनान्सियली सेक्टरमा चाहिँ एकदमै राम्रो गर्छ। अरू कुराहरू चाहिँ सामान्य छ। सावधानी अपनाएर अगाडि बढ्नु होला। सम्पूर्णलाई धन्यवाद। नमस्कार।